सँग बेर्ने तपाईँ पूजालाई अलि यता ल्याउन नरुको माथिबाट टक्कर एक कुरा यो राख्नु न सबै फुलहरू यता के गर्थ्यो यता ओम केशवाय श्री सहिताय नमः पूजा होते ओम नारायण बागेश्वरी सहिताय नमः ओम माधवाय कांति सहिताय नमः गोविंदाय क्रिया सहिताय नमः ओम विष्णवे शांति सहिताय नमः ओम मत्सुदाय घृति सहिताय नमः ओम त्रिविक्रमाय इच्छा सहिताय नमः ओम वामनाय प्रीति सहिताय नमः ओम धराधरति सहिताय नमः ओम पद्मनाभाय धीश सहिताय नमः ओम पुरुषोत्तमाय लक्ष्मी सहिताय नमः सबै त्यही पूजा गर्नु ल समाजमा छैन न त्यहाँ चल त्यहाँ छौँ नि ल अब चामल पानी लिएर घुमाएर इदम फलपुष्प धूप दीप नैवेद्यादि फल पकवान हामीले त्यहाँ जे जे चरा फलपुष्प धूप दीप नैवेद्यादि फल पकवान तुभ्यम हम सम्प्रपद्ये शोक बिल्व पत्राणि सबैले पुष्पमाला पनि सबैले हामी पूजा गर्दैछ त पुष्पमाला पनि सबैलाई बोलाउनु चामल पुजेर यहाँ पूजा गरौँ अलि सबैलाई धौती राख्नु चामल राख्नु लावा राखिदिनु भयो आएको ठिक हुन्थ्यो गौरीमा त्यसको साथी भेट्न गयो दीक्षिकाको रिजल्ट आयो अब त्यो कलेज घुम्न गयो एकदम मात्रै आएको यो कहाँ पढ्नु भनेर कलेज घुम्न गयो त्यो चाहिँ के गर्नुपर्ने भन्छ सत्यनारायणाय अमोदम पुंडरी तस्मै नमो नमः प्रणमामि सदा सत्यनारायणं मनपरम दुर्गे विश्वे गोरे को शत्रुभि परिपीडिते विविधापत्सु गोरे को दुर्गे स्वप्न क्या चाहिए नमस्कार क्षमस्व अपराध शासानी कृते हरणे समय दासो इसी में मत्वा क्षमस्व परमेश्वर दक्षिणा दक्षिण स्वरूप गणेशलाई नारायणाय दक्षिणा तुभ्यम हम सम्प्रपद्ये एउटा गणेशलाई तल अब त्यहाँ तलसमा 13वटा 10 रुपियाँबाट 3 रुपियाँ तल हुन्छ तल 10 रुपियाँबाट 3 रुपियाँ तल हुन्छ नि 13वटा यही कलसमा तल राख्यो त्यहाँ साह्रो तल राख्यो ल नाम एउटालाई यथासर्दा आफ्नो इच्छाले चलाउने नाम एउटालाई भगवानलाई चलाउने यथा सरदार ठुलो दक्षिणा टुब्बो यथा सरदार
सामान्य गरी अहिले गणेशलाई पूजा गर्नु दीप नारायण दक्षिणास्तु व्यमहं सम्प्रपद्य हामी त्यो कलशमा पनि सम्पूर्ण एउटा दक्षिणास्तु व्यम नानीहरू यथा शुद्धात्म श्री सत्य नारायण यथा शुद्धात्म दक्षिणास्तु व्यमहं सम्प्रपद्य यो लिन्छ जोडेर लिनु तपाईँले किताब मैले किताब मैले त्यो पैसा एउटा राख्नु फुल एउटा राख्नु मलाई त्यो चुक्नु पर्यो चामल लिनु फुल लिनु पैसा दक्षिणा एउटा राख्नु फुल एउटा राख्नु ओम श्री सत्यनारायणाय हेम नाना योनि संस्कृतं क्लेशतो कर्मभि येनो पायेन चैतसां दुःखनाशो भवेत् इति संचितं मनसां विष्णुलोकगणस्करा तत्र नारायणं देवं शुक्लबाणं तद्भुजं शङ्करकरापद्मपरमालाभिषेकं देवदेवं नाडुवाद नमो वाङ्मन्यं साधिकारूप सत्यै आदिवद्यान्तहीनाय निर्गुणाय गुणात्मने सते कामदिता भूताय वन्दान्नार्थिनाशिने सुतां स्कोटं तरु विष्णुनारायणं प्रतिभासनं श्रीमान्वादक केवल नागतोषी टोंकीते मनसी वर्तते घटयेश्व महाभाग तत्त्वयामिते श्रीमान्वाद नाडुवाद भट्टिलोकं धरा सर्वे नानाक्ले संग्राम नाना योनि पश्यते कापावकं सबै सुन्दर चलाउँछु सबैले ल 25 किलो डाबलाई 25 किलो त्यो तल नदेखाउनु त्यो मोडा पानी ल्याएन त्यो पानी किताबलाई देखाउने अनि त्यही राख्नु त्यसो लाग्छ त्यो पचाउनु लाग्छ पुरानो पुरुषोत्तम रमाइलो हो सत्यनारायण पूजा कथा